हेलो मेरो फेसबुक साथीहरू नमस्ते सबैजनालाई। आज चाहिँ गोठालो फार्ममा हामी खाना खान आएको अनि यहाँ गोठालो हुनुहुन्छ डोको बोकेको है। एकदमै चाहिँ हामीलाई थाहा थिएन कि मेरो दिदी भेनाले चाहिँ राम्रो छ अरे, आज यता जाऊँ नि त भनेर भन्नुभयो। त्यही भएर यता हामी खाना पनि घुम्नु पनि आएको अनि एकदम राम्रो लाग्यो। अनि चाहिँ सबैजना जसलाई अब आउन मन छ आउनु होला, राम्रो रहेछ जस भ्यूहरू राम्रो लाग्यो। सबैजना आउनु होला है साथीहरू। खै यो यो बोको न त अलिकति उता ल्याउ त यो बोको अनि अलि के भन्छ अब अहिले पछि खाएको नि भिडियो बनाउँला। यो फर्महरू यही हो। सबैतिर घुमेको छैनौँ, अहिले पछि घुमेपछि अनि फेरि म देखाउँछु मेरो सानो मिनी भ्लगमा। सबैजनाले एकदम चाहिँ इन्जोय गर्नु होला अनि घुम्न मन लागेको साथीहरू चाहिँ आउनु होला है। एकदम राम्रो छ है। ल है साथीहरू, हामी चाहिँ गोठालो फार्ममा आएको छौँ अनि यहाँ लस्सीबाट सुरु हुन लागेको छौँ। अनि एकछिनमा चाहिँ ढिँडो र अनि लोकल कुखुराको मासु पनि अब आउँदैछ, पाक्दैछ। अनि हाम्रो दिदी भेनाले ल्याउनु भएको हामीलाई यता खुवाउन। अनि मेरो आमा अनि चाहिँ यता छोरी। आमा हजुरलाई कति खुसी लागिरहेछ? हाम्रो आमालाई खुसी लागिरहेछ अरे। एकदमै हामी ह्याप्पी छौँ आज चाहिँ यसो नयाँ ठाउँमा आएको। साथीहरू अब लस्सी पिउन लागेको एकदम राम्रो लाग्यो है, मिठो छ जस्तो छ यसो हेर्दाखेरि पनि। चिनी नहालेको सुगर फ्री रहेछ, राम्रो छ। अहिले पछि फेरि हामी अब ढिँडो खान्छौँ एकछिनमा। लोकल कुखुरा एकदमै स्पेसल हाम्रो भेनाजुले सँगै एउटा भाले अदर गर्नुभएको छ, त्यो चाहिँ अनि पाकेपछि फेरि खाने हो हामी।